जापानी भाषा सिक्ने हाम्रो यो यात्राको 5औं दिनमा सबैलाई स्वागत छ। आजको पाठ त एकदमै रमाइलो, एकदमै स्वादिष्ट हुन गइरहेको छ, किनकि आज हामी सबैलाई मनपर्ने विषयमा कुरा गर्दैछौँ। ल, एउटा सिम्पल प्रश्नबाट सुरु गरौँ न है। सोच्नुस् त, सबैभन्दा मनपर्ने खानेकुरा के हो? आजको हाम्रो सिकाइ यही प्रश्नको वरिपरि घुम्नेछ। आज हामी के गर्छौँ त? हेर्नुस् है, पहिले हामी केही साउन्डहरू सिक्छौँ, त्यसपछि ती साउन्डहरूबाट शब्दहरू बनाउँछौँ, अनि आफूलाई के मनपर्छ भनेर एक्सप्रेस गर्न सिक्छौँ, र लास्टमा एउटा कम्प्लिट सेन्टेन्स नै बनाउँछौँ, अनि अन्त्यमा प्र्याक्टिस गर्ने पालो सबैको। ल, हाम्रो पहिलो खण्डमा जाउँ, द साउन्ड्स, स्पेसिफिकली ना ग्रुप। हेर्नुहोस्, जुनसुकै भाषा पनि त साउन्डबाटै सुरु हुन्छ, होइन र? जापानी पनि त्यस्तै हो। यी नै हुन् शब्दका बिल्डिङ ब्लक्स। आज हामी यी 5 हिरागाना अक्षरहरूमा फोकस गरौँ है। ल, पहिलो छ ना, ना, जस्तै नामाए, नामाए, नेम भनेको। अनि दोस्रो नि, नि, जस्तै निकु, निकु, मिट। त्यसपछि आउँछ नु, नु, जस्तै इनु, इनु, डग। चौथो छ ने, ने, जस्तै नेको, नेको, क्याट। अनि लास्टमा नो, नो, जस्तै नोमिमोनो, नोमिमोनो, ड्रिङ्क। सजिलै छ नि है याद गर्न। ल, बेसिक साउन्ड्स त सिकियो, अब के गर्ने त? अब यिनै साउन्डहरूलाई जोडेर काम लाग्ने शब्दहरू बनाउने पालो। विशेष गरी खाना र ड्रिङ्कको बारेमा कुरा गर्न चाहिने शब्दहरू। ल, यहाँ केही कमन शब्दहरू छन्, जस्तै गोहान, राइस वा मिल, हाम्रो खाना। अनि छ पान, ब्रेड, मतलब पाउरोटी। त्यसपछि निकु भयो मासु, साकाना, माछा, मिजु, पानी, र ओचा, चिया। एकदमै डेली युज हुने शब्दहरू हुन् यी। अब एकछिन है, यो निकु भन्ने शब्दलाई अलि ध्यान दिएर हेरौँ त। एउटा अलि गाह्रो देख्ने अक्षर छ, अनि त्यसको छेउमा ब्र्याकेटमा फेरि निकु लेखेको छ। यो किन होला? केही आइडिया? हो, त्यो ब्र्याकेटमा लेखिएको निकुलाई नै फुरिगाना भनिन्छ। यो खासमा के हो भन्दा, त्यो गाह्रो देखिने अक्षर जसलाई कान्जी भनिन्छ, त्यसलाई कसरी प्रोनाउन्स गर्ने भनेर दिएको एउटा सानो हिन्ट हो। फुरिगाना भनेको त ल्याङ्ग्वेज सिक्नेहरूको लागि बेस्ट फ्रेन्ड नै हो। धेरैले भन्नुहुन्छ नि, कान्जीको लागि पनि सबटाइटल लेखिदिनुस् न। हो, फुरिगाना ठ्याक्कै त्यही हो, कान्जीको सबटाइटल जस्तै। यसले गर्दा जति सुकै कम्प्लेक्स कान्जी भए पनि त्यसको प्रोनाउन्सिएसन थाहा हुन्छ, अनि सुरुवातमै भए पनि गाह्रो टेक्स्ट पढ्न सकिन्छ, जसले गर्दा कन्फिडेन्स एकदमै बढ्छ। ल, अब शब्दहरू त भयो, अब सेन्टेन्स बनाउन चाहिने ग्रामरको स्ट्रक्चर हेरौँ। आफूलाई के मनपर्छ त्यो कसरी भन्ने त? ल, अब एकदमै ध्यान दिनुस् है। आजको हाम्रो सबैभन्दा इम्पोर्टेन्ट पार्ट, हाम्रो गोल्डन की नै यही हो, गा सुकिदेस। सिधा भाषामा भन्दा मनपर्छ। यो सानो फ्रेजले नै सबै कुरालाई एक ठाउँमा ल्याउँछ। सिम्पल छ। यो गा सुकिदेसु प्याटर्न एउटा ग्लु जस्तै हो के। यसले कुनै पनि नाउन, जस्तै खानेकुराको नामलाई मनपर्छ भन्ने फिलिङसँग ट्याक्कै जोडिदिन्छ। ल, अब आयो सबैभन्दा रमाइलो पार्ट। अहिलेसम्म सिकेको सबै कुरा, अक्षर, शब्द, ग्रामर, सबैलाई एकै ठाउँमा ल्याएर एउटा कम्प्लिट सेन्टेन्स बनाउने बेला भयो। हाम्रो सेन्टेन्स सुरु हुन्छ वाताशी वाबाट। वाताशी भनेको म, अनि त्यसपछिको वा पार्टिकलले चाहिँ मेरो बारेमा कुरा गर्दा भन्ने टपिक जनाउँछ। सो वाताशी वा भनेको एज फर मी वा म चाहिँ भने जस्तै हो। अब टपिक त सेट भयो। अब के मनपर्छ त्यो शब्द राखौँ। मानौ पाउरोटी मनपर्छ, जसलाई जापानीमा भनिन्छ पान। अब हाम्रो सेन्टेन्स कस्तो भयो त? वाताशी वा पान। र अब द फाइनल पिस, हाम्रो गोल्डन कीलाई अन्त्यमा जोड दिने, गा सुकिदेस। र हेर्नुहोस् त, हाम्रो कम्प्लिट सेन्टेन्स तयार भयो। वाताशी वा पान गा सुकिदेस, वाताशी वा पान गा सुकिदेस। ल, यो भयो हाम्रो पहिलो कम्प्लिट सेन्टेन्स, वाताशी वा पान गा सुकिदेस, जसको अर्थ हो मलाई पाउरोटी मनपर्छ। कस्तो लाग्यो? बधाई छ, तपाईँले एउटा वाक्य बनाउन सिक्नुभयो। ल, अब यो सेन्टेन्सलाई रियल कन्भर्सेसनमा कसरी प्रयोग गर्न सकिन्छ त्यो पनि हेरौँ न। प्रश्न सोध्न त झनै सजिलो छ। जस सेन्टेन्सको अन्तिममा का थपिदिए पुग्यो। जस्तै चिया मनपर्छलाई ओचागा स्किदेस, ओचागा स्किदेस भनिन्छ भने प्रश्न सोद्धा ओचागा स्किदेसका, ओचागा स्किदेसका, के चिया मनपर्छ भनेर सोधेको। अनि जवाफ दिन, त्यो पनि एकदमै सजिलो,
मनपर्छ भने सिधै हाई स्किदेस भन्न सकिन्छ। मतलब यस आई लाइक इट वा हजुर मनपर्छ। ल अब हामी अन्तिम खण्डमा आइपुग्यौं। अब पालो हो सिकेको कुरालाई प्र्याक्टिस गर्ने। सोच्नुस् त यति छोटो समयमा हामीले जिरोबाट सुरु गरेर एउटा पुरै युजफुल सेन्टेन्स स्ट्रक्चर बनाउन सिक्यौं। यो सानो कुरा होइन है। त्यसैले अब एउटा प्रश्न सबैको लागि। आनाता वा नानी गा सुकी देसु का? आनाता वा नानी गा सुकी देसु का? यानि कि व्हाट डु यु लाइक? आज हामीले सिकेका शब्दहरू प्रयोग गरेर वा अझै नयाँ शब्दहरू खोजेर यसको जवाब दिने प्रयास गर्नुहोला। आजलाई यति नै। फेरि अर्को पटक भेटौँला।